इस्कुसको सब्जी त खान त मिठै हुन्छ तर तास्नको झ्याउलेमा त खानै छोडेको थिएँ। अनि एउटा आइडिया लगाएँ मेरो पालो अनि त्यसलाई पखाल पुखुल पारेर काटेँ 2 टुक्रा पारेर अनि कुकरमा सिटी लगाइदिएँ। यस्तो गरेपछि मजाले तास्न पनि सजिलो भयो अनि मिठो पनि हुन्छ। मैले आलु पनि उसिलेको थिएँ अनि आलु र इस्कुसलाई इजी तरिकाले हातमा दाग पनि लागेन, चोप पनि लागेन, सजिलो एकैछिनमा छिट्टो पनि भयो। अनि काटकुट पारेर अनि सबै थोक प्याज टमाटर लसुन सबै रेडी गरेँ। तोरीको तेलमा बनाउनु एकदम मिठो हुन्छ। हालेर त्यसलाई मजाले चलाएँ अनि बेसार हाल्दै नुन बेसार मसलाहरू पनि हालेँ अनि धुलो खोर्सानी हालेर मजाले हेर्नु त कस्तो राम्रो खानासँग मिठो हुन्छ। लगभग ट्राई गर्नु है त। बाई बाई।